guys, welcome back to my another video. आज चाहिँ हामी मेरो यो कपाल कटाउन गइरहेको छु हैन। अब धेरै किचकिच आयो क्या सबै ठाउँबाट घरबाट यो दाढी कपाल पाल्यो या चोकी के भन्छ के अब धेरै सुन्यो क्या। अनि त्यही भएर कति राख्नु काट्दिउँ कपाल भनेर म कपाल काट्न गइरहेको छु। अहिले हेर्नु होला अहिलेको यो लुक र त्यसपछिको लुक कस्तो आउँछ कपाल काटेपछिको। सबैजनाले हेरिदिनु होला भिडियो अन्तिमसम्म। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। लभ यु अल। गइरहेको छु म र मेरो वान एन्ड ओन्ली भाइ आसिफ कपाल कटाउन होइन। हेर्नु होला भिडियो ल। हामी गइरहेको छु अब। सो हेरेर आइज होइन छैन यो 2-3 वर्षमा मेरो यत्रो कपाल 3-4 चोटि भइसक्यो होइन। 3-4 चोटि के 10-12 चोटि भइसक्यो। तर यत्रै ठ्याक्कै पुग्छ अनि केही न केही कारण आउँछ ठ्याक्क मैले काट्नुपर्ने हुन्छ के भइहाल्छ जसरी पनि। कहिले केही अस्ति पनि ठ्याक्क योभन्दा ठुलो भएको थियो अनि ठ्याक्क त्यो जिएम कप गेम खेल्न जानु पर्यो होइन। अब नेसनल गेमको सम्मान राखिदिउँ। अब के खेलाडी नेसनल गेम खेल्ने परेबाट खेल्नको लागि गइरहेको के एक्लै त्यो गुन्डा जस्तो भएर जानु भनेर कपाल काटिदिएँ होइन। अनि अहिले पनि त्यस्तै कति के काटिदियो भन्ने टाइपको भयो। अनि अहिले चाहिँ हामी कपाल काट्नु गइरहेको छौँ म र मेरो भाइ। एकचोटि क्यामेरामा हेर्दैन बे कस्तो रामेश्वर यादव क्यामेरामा हेर्दैन यार। रिगल इन्सेट सैलुनमा अब हामी चाहिँ माथि गइरहेको छु। त यसो क्यामेरा समातेस् होइन माइक्रोफोन पनि समातेस् अनि बिचबिचको यस्तो क्लिपहरू देखाउनु ल। हुन्छ लाज त लाग्दैन ओके फिल भइसक्यो त त्यसले समात्छ क्यामेरा। बसिरहेको अब आइरहेको काटेर निस्किरहेको छु होइन। कस्तो लागेको छ यो धन्य यो गाडी हानेको कस्तो लागेको त लुक अघिको बेटर थियो कि अहिलेको राम्रो छ कि फेरि नयाँ केही चेन्ज गरौँ कि होइन। कस्तो लागिरहेछ लुकहरू। सो भन्नु है कमेन्टमा हामीलाई आफ्नो सुझाव प्रतिक्रिया दिनु होला कस्तो लागिरहेछ। अब चाहिँ म यसो नुहाउँछु नुहाएर आएर फेरि एकचोटि क्यामेरामा आउँछ होइन भाइ कष्ट देखिन्छ फेरि। हामी चाहिँ निस्किरहेको मेरो भाइ पनि ल हामी गइरहेको छु केटाहरूको रुमतिर रियाक्सन हेरौँ है केटाहरू। कसरी गराउनु भयो कसरी भनेर गराउनु भयो यार पुरा देखेछ त यार। कौन है ये लोग कहाँ से आते हैं? मलाई यस्तै गराउनु मन छ। त्यो थोपडा चाहिन्छ भाइ त्यस्तो त्यो अनुसारको बुझि त्यो त पनि हेर्छु तर त्यो लेभलको अनुहार चाहिन्छ। कपाल पनि त्यस्तै चाहिन्छ तेरो कपाल कसरी हुन्छ यता फर्केन खै यता फर्के ल हेरे तेरो कपालले मेरो कपालले ल के डिफरेन्स धेरै छ नि भाइ। कपालले अहिले बुझ्न कुरा दाढी छ त तेरो मेरो जस्तो कहाँ चाहिँ हेर्नु न यता भइरहेछ क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। यसको ठिकै छ त दाढी पनि चाहिन्छ नि त लुकको लागि बुझ्यो। मर्दको थोप्रामा दाढी हुन्छ यो रुममा को छ तिनवटा छ त्यसको रियाक्सन पनि लिउँ। के नयाँ देखिरहेको तिमीलाई भन्न त
अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। ए मुझे भन न मुखले भन के कस्तो नबोलेको यार नयाँ नयाँ कट बा लच्छी सफा च्वाक लागिरहेछ आज त सही हो बस खतम च्वाक लागिरहेछ नि त आज बाहर आएको उताबाट म चाहिँ अब यसो नुहाइधुवाइ गरेर आइसकेको छु होइन अनि छोटो कपाल धेरै पछि भयो मेरो अनि कस्तो लागिरहेछ अघिको लुक ठिक छ कि अहिलेको लुक ठिक छ यसो कमेन्ट गर्नु होला सबैजनाले अब हामी यस्तै भिडियोहरू अब भ्लगहरू कमेडी भिडियोहरूदेखि लिएर सबै सङहरू यो च्यानलमा आउने नै छ त्यो हेर्नको लागि सबैजनाले सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गर्नु नबिर्सनु होला र हेर्दै गर्नु होला ढुङ्गाना ब्लग बाई बाई गाइज